हासिल गर्न सफल टिम रहेको छ मनोबजु माताकी जय मनोबजु टिम। त्यसै गरी प्रथम स्थान हासिल गर्न सफल सुभाष आज कति स्वर्ण 8 स्वर्ण 4 रजत काश्य छ 3 ओके टोटल पदक रहेको छ 15 पदकका साथ प्रथम स्थान हासिल गरेर सफल टिम रहेको छ जसले यो प्रतियोगिता आयोजना गर्न सफल भएको थियो उहाँको टिम च्याम्पियन हुन सफल भएको छ। यसको श्रेय भनेको हामीलाई भन्नुपर्दा सुजय केसीलाई जान्छ यो जसले र त्यस पछाडि सुभाष प्रथम हुन सफल भएको हार्दिक बधाई